नमस्ते साथीहरू, यहाँ सबैलाई स्वागत गर्न चाहन्छु हाम्रो च्यानल सुस्लिम ट्रेडमा। साथीहरू, ब्रह्मास्त्रको अपडेट तपाईँलाई पटक पटक दिँदै गइरहेको छु र अहिले फेरि एउटा सिग्नल आइसकेको छ सेलको र च्यानल रहेको छ सुस्लिम ट्रेड। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला च्यानललाई र नेक्स्ट रिभर्सल ब्रह्मास्त्रको चाहिँ यो सिग्नल बनेको छ र यसको नियम के हो त, जब यो सेल भनेर सिग्नल आउँछ त्यतिखेर हामी अलर्ट रहन्छौँ। अलर्ट भइसकेपछि यो फेरि रिभर्स गर्छ, यो रिभर्स गरिराखेको छ। रिभर्स गरिसकेपछि यो ब्लू लाइन या ग्रिन लाइन या यो दुवैलाई एकचोटि क्रस गरेर फेरि टच गरेर फेरि रिब्याक गर्छ भने होइन, बााउन्स ब्याक पुल ब्याक गर्छ भने त्यसमा एबिसी रुल्स मान्दै हामी इन्ट्री गर्छौँ। तर अहिले यो कन्टिन्यू मासतिर नै गइरहेछ। तर यहाँनिर इन्भ्यालिडेट पनि हुन्छ र इन्भ्यालिडेट रहने कन्डिसन भनेको चाहिँ जब यो मार्केट सेल सिग्नल आएर रिभर्स गर्छ, रिभर्स गरिसकेपछि यो दुईवटा लाइन ग्रिन या ब्लू लाइनलाई टच गरेर फेरि फर्किनु पर्ने हो। तर त्यसलाई नफर्केर क्रस गरेर क्लोज गरेर कन्टिन्यू जान्छ भने यो सिग्नल इन्भ्यालिडेट हुन्छ र इन्भ्यालिडेटमा हामी इन्ट्री गर्दैनौँ। हेरौँ है त यो फर्किन्छ फर्किँदैन। र त्यो सेल सिग्नल इन्भ्यालिडेट भएको खण्डमा यसभन्दा अगाडि नै आएको सिग्नल टु बी कन्टिन्यू हुन्छ। र यहाँनिर अगाडि आएको सिग्नल छ बाईको, र बाईको सिग्नलमा तपाईँहरूले देखिराख्नु भएको छ होइन। यहाँ बाई सिग्नल आयो, त्यसपछि फेरि यो थोरै माथि गएर फेरि रेड भएर तल आएर बााउन्स ब्याक गरेर होइन, यो फेरि यो ब्लू लाइन ग्रिन लाइनलाई टच गरेर फेरि पुनः मासतिर फर्किसकेको छ। र पुनः जब यो वापसी फर्किन्छ त्यतिखेर चाहिँ जब यो ट्रेन्ड लाइन यो वापसी हुने क्रममा जब यसले ट्रेन्ड लाइनलाई पनि ब्रेक गर्छ त्यसपछि हामी यहाँनिर इन्ट्री गर्छौँ। इन्ट्री गरिसकेपछि हेर्नुहोस् न कस्तो राम्रो दिएको छ। यो बाई सिग्नल भ्यालिडेट भयो, यो इन्भ्यालिड भएको छ, इन्भ्यालिड किनभने यो सेल आइसकेपछि यहाँ पुगेपछि यो फेरि अपोजिटमा क्रस गरेर क्लोज गरिदियो, त्यस्तो भयो भने इन्भ्यालिडेट हुन्छ होइन। यो बाई पनि इन्भ्यालिडेट भएको थियो, यो सेल पनि इन्भ्यालिड भयो, तर यो चाहिँ फेरि भ्यालिडेट भयो। बाई आयो, माथि गयो, फेरि क्रस गर्न आयो, त्यसपछि क्रस गऱ्यो, क्रस गर्ने क्रममा यसलाई ब्रेक पनि गऱ्यो, त्यसपछि इन्ट्री यहाँसम्म पुग्यो मार्केट। त्यसपछि फेरि रिभर्स गऱ्यो। अहिले यो बाई सिग्नलको कुरा गरेँ मैले, तर अहिले हामी सुरुमा सेलको सिग्नलको कुरा गर्दै थियौँ किनभने हामी यहाँ अहिले लास्टमा सेल सिग्नल आएको छ। र सेल सिग्नलको साथमा यदि यो इन्भ्यालिडेट भयो भने यसमा फेरि टु बी कन्टिन्यू बाईकै हुन्छ र बाईमा फेरि रिइन्ट्रीको लागि चाहिँ हामी हाम्रो 3 सेक्रेट मध्येको एउटा सेक्रेट ट्रेन्ड लाइन ब्रेकलाई हामी लिन्छौँ। र यहाँनिर यो इन्भ्यालिडेट जस्तो भइसकेको छ सेल पोजिसनको, किनभने यसलाई क्रस गरेर क्लोजिङ दियो। क्लोजिङ गरिसकेपछि नेक्स्ट क्यान्डलले टु बी कन्टिन्यू गर्नुपर्छ। अहिले यो फेरि रिभर्स भइरहेको छ। यदि यो रिभर्स नभएर यति नै वापस होइन फर्क्यो भने चाहिँ फेरि यो सेलकै पोजिसन बन्न सक्छ। हेर्नु के हुन्छ साथीहरू। र साथीहरू, यो ब्रह्मास्त्रमा सफल कसरी हुने त्यसको बारेमा मैले पटक पटक यो भनिसकेको छु होइन। त्यसकारण तपाईँहरूले चाहिँ त्यो नियमलाई राम्रोसँग बुझ्नु होला र त्यसलाई राम्रोसँग फलो गर्नु होला होइन। यसमा नियमहरू यही नै हो कि जहाँ पाए त्यहीँ इन्ट्री नगर्नु होला। जहाँ पाए त्यहीँ इन्ट्री गर्ने होइन, जहिले पनि सेटअपमा इन्ट्री गर्ने। र सेटअपमा इन्ट्री गर्नुको साथै एकदम प्यासन यसमा देखाउनु पऱ्यो होइन। र त्यो प्यासन के त भन्दाखेरिमा जब यो सेल सिग्नल आयो, सेल सिग्नल आउने बित्तिकै इन्ट्री गर्ने होइन, यानि बाई सिग्नल आउने बित्तिकै इन्ट्री गर्ने होइन। बाई सिग्नल आइसकेपछि रिभर्स गर्छ, रिभर्स गरिसकेपछि फेरि पुल ब्याक गर्छ होइन। सेल आयो,
मासतिर फर्क्यो अनि फेरि तल आउने बेला यो इन्ट्री गर्छौँ र यहाँनिर यो इन्भ्यालिडेट भइसकेको छ किनभने यहाँबाट टु बी कन्टिन्यू मासतिर जाँदैछ लेट्स सी के हुन्छ हेरौँ यो एक हिसाबले इन्भ्यालिडेट फाइनल भइसकेको छैन किनभने यहाँ यो 15 मिनटको टाइम फ्रेम हो यसमा भर्खर 11 मिनट गइरहेको छ 11 मिनट होइन यो पुरा क्लोजिङ भएपछि यसको फाइनल हुन्छ तर यदि यहाँनिर यसले टु बी कन्टिन्यू गर्यो भने इन्भ्यालिडेट हुन्छ इन्भायोलेट हुन्छ इन्भायोलेट हो कि इन्भ्यालिडेट हो मिलाएर सुन्नु होला है देख्नुभयो त साथीहरू यो इन्भ्यालिडेट भयो किनभने यसको क्लोजिङ पछाडि हेर्नुहोस् यो कन्टिन्यू मासतिर गयो वापस फर्केन त्यसकारण यो सेल पोजिसन इन्भ्यालिडेट भयो र यसको लागि जान्न के पनि गर्नु पर्यो भने तपाईले यो 200 को EMA लाई पनि तपाईले अन गरेर यहाँ हेर्न सक्नुहुन्छ यो जुन येल्लो कलरको लाइन छ यसले ट्रेन्ड कतापट्टि छ भन्ने बताउँछ हैन यो चाहिँ 15 मिनेटको इन्ट्राडेको लागि र यो लाइन भन्दा जहिले पनि मासतिरै मार्केट चलिराखेको छ भने चाहिँ हामी जहिले पनि लङ पोजिसन मात्र लिने र यो 200 लाइनको EMA यो येल्लो कलरको यो लाइन भन्दा तल मार्केट छ यानी कि क्यान्डल छ भने जहिले पनि हामी सेल पोजिसनलाई मात्र हेर्ने यस्तो गर्न सक्यो भने एकदम सेफ हुन्छ है यसको मुनि जहिले पनि सेल मात्र पोजिसन लिने यसको माथि जहिले पनि हामी बाइ पोजिसन मात्र लिने जस्तो कि यहाँबाट ट्रेन्ड अप भएको छ र अप ट्रेन्ड छ अप ट्रेन्डमा हामी बाइलाई मात्र हेर्ने र यसो गर्दाखेरिमा हेर्नुस् त यहाँबाट यो सेलै पोजिसन आयो भने पनि फेरि बाइ पोजिसन राम्रो भएको छ यो इन्भ्यालिडेट भयो अर्को पोजिसन आयो अब यसमा फेरि अब बाइकै स्टाइल सुरु हुन्छ बाइको पनि सेम कन्डिसन हो अब यो मासतिर गयो बाइ पोजिसन आयो तर यसरी बिग क्यान्डल आएर सिधै गयो भने चाहिँ त्यो पोजिसन काम नलाग्न सक्छ है त्यो सेटअप मतलब त्यसको रुल्सले काम 50% मात्र सम्भावना हुन्छ यस्तो बिग आयो भने चाहिँ यहाँबाट क्लोज गरिसकेपछि नेक्स्ट टु बी कन्टिन्यूमा चाहिँ हामी फेरि एन्ट्री लिन सक्छौं है त साथीहरु तर सकभर यो ब्याक हुन सम्भावना हुन्छ त्यस्तोदेखि उसमा चाहिँ तपाईले सधैँ लिने लटमा 50% मात्र लिने गर्नुस् रिभर्स भएर आएर फेरि बाउन्स ब्याक गर्यो भने मात्र तपाईले 100% लट साइज राखेर बिल्ड लिँदा राम्रो हुन्छ है त साथीहरु त यति भन्दै यस भिडियोलाई यही नै एन्ड अफ गर्न चाहन्छु या त अर्को पोजिसन हामी लिने भने एकछिन हेरौँ न त हैन सकभर साथीहरु यस्तो बाइ या सेलको सिग्नलमा सकभर रिभर्सलाई पर्खिने गर्नु होला त्यो सबसे बेस्ट हुन्छ है अर्को स्मरण राख्ने कुरा यो ब्रह्मास्त्र तब काम गर्छ जतिखेर यो धमाकेदार न्यूजहरु आउँदैन भोल्युम राम्रो चलिराखेको छ त्यस्तो अवस्थामा हुन्छ र सकभर नेपालको परिप्रेक्ष्यमा तपाईहरुले साँझपख 4-5 बजे पछाडी 5-6 बजे पछाडी रातिको 10, 11, 12 कहिलेकाहीँ 1-2 बजे तर त्यही 10, 11, 12 बजे ट्रेड गर्नुभयो भने राम्रो हुन्छ दिनमा चाहिँ सकभर ट्रेड नगर्नुस् र अर्को कुरा शनिबार र आइतबार पनि सकभर ट्रेड नगर्नुस् गरिहाल्यो भने पनि थोरै भोल्युममा गर्नुस् हैन यो कम भोल्युम भएको र बिदाको दिनहरुमा चाहिँ यो थोरै गेम खेल्ने सम्भावना हुन्छ हैन त्यो भएर त्यतिखेर चाहिँ ट्रेड कमाइ गर्नु होला सकभर भोल्युम दामी आएको बेलामा मात्रै गर्ने अनि मन्डे टु फ्राइडे ट्रेड गर्दा धेरै बेस्ट हुन्छ र यसमा अर्को कुरा तपाईलाई फेरि रिपिट गर्न चाहन्छु कि हाम्रो ब्रह्मास्त्र दुईवटा छ हैन एउटा ब्ल्याक हर्स ब्रह्मास्त्र हो एउटा रिभर्सल ब्रह्मास्त्र हो एनएक्स ब्ल्याक हर्स ब्रह्मास्त्र सफ्टवेयर एउटा एनएक्स रिभर्सल ब्रह्मास्त्र सिग्नल सफ्टवेयर यसमा चाहिँ यो एनएक्स रिभर्सल ब्रह्मास्त्रले चाहिँ लङ टर्मको सिग्नल दिने गर्छ भन्देखि यो ब्ल्याक हर्स ब्रह्मास्त्रले चाहिँ
सफ्टवेयरले चाहिँ सर्ट टर्मको इन्ट्राडेको लागि दिने गर्छ सिग्नलहरू होइन। त्यसकारण यो रिभर्सल ब्रह्मास्त्रको चाहिँ सिग्नल आइसकेपछि कहिलेकाहीँ हप्ता दिनसम्म पनि अर्को सिग्नल आउँदैन, कहिलेकाहीँ 15 दिन 2 हप्ता, कहिलेकाहीँ 4-5 दिन होइन। साइडवेजमा चाहिँ तुरुन्त आइरहेको हुन्छ। त्यस्तोमा चाहिँ इन्भ्यालिडेटलाई ध्यान दिनुहोस्, जस्तो कि यो इन्भ्यालिडेट भइसक्यो होइन। अब नेक्स्ट सिग्नल भन्न सक्छौँ। अनि त्यस्तो बेसमा चाहिँ यो ब्ल्याक हर्स सफ्टवेयर छ। यसले चाहिँ अपोजिट सिग्नल बन्यो भने चाहिँ त्यतिखेर हामीले सानो लडमा सर्ट टर्मको होइन 1:2 1:3 को सर्ट टर्मको चाहिँ बाइट रेट बिट लिँदा हुन्छ। र लङ टर्मको लागि चाहिँ तपाईँले रिभर्सल ब्रह्मास्त्रकै लिने गर्नुहोस्, जहाँ चाहिँ यो बाई सेल सिग्नल आउँछ। तर यो ब्ल्याक हर्समा चाहिँ त्यस्तो आउँदैन। यसमा मैले धेरैचोटि भनिसकेको छु होइन। ब्ल्याक हर्समा चाहिँ यसको भिडियो अगाडि अरू हामीले बनाइसकेको छु, त्यसलाई हेर्नु होला। म यहाँ सर्टकट बताउँछु। ब्ल्याक हर्स सफ्टवेयरमा चाहिँ तपाईँको यो जुन सिग्नल आउँछ, सेल सिग्नल आयो भने अगाडि रेड क्यान्डल हुन्छ, त्यसलाई त्यो चाहिँ अनि अलर्ट क्यान्डल हुनुपर्छ। र अलर्ट क्यान्डल भनेको चाहिँ यो जुन व्हाइट कलरको लाइन गर्छ, यो खास ब्ल्याक हर्स हो। यो रेड यो ब्याकग्राउन्ड हामीले ब्ल्याक राखेको भएर यसलाई हामीले व्हाइट बनायौँ, नत्र व्हाइटमा चाहिँ यो ब्ल्याक हुन्छ। त्यसको यसलाई ब्ल्याक हर्स भन्छ। ब्ल्याक हर्स लाइनलाई चाहिँ जब क्यान्डलले छुँदै गएर, जस्तै म यो रिभर्सल अफ गरिदिन्छु, एकचोटि क्लियर हुन्छ तपाईँहरूलाई होइन। जस्तै कि जब यो लाइन यो क्यान्डलले चाहिँ यो ब्ल्याक हर्सलाई छुँदै गएर जब लास्टमा छुन छोड्छ, यसरी यसपछि अर्कोले पनि नछुन नि सक्छ। यहाँ चाहिँ एउटाले मात्र छोएको छैन। जुन चाहिँ क्यान्डलले लास्टको क्यान्डलले यो ब्ल्याक हर्स लाइनलाई छुँदैन, त्यो अलर्ट क्यान्डल हो। र त्यो अलर्ट क्यान्डलमा चाहिँ एउटा रिभर्सल साइन हुनु पऱ्यो, अर्को रेड कलर हुनु पऱ्यो, त्यसपछि अर्को चाहिँ यो अलर्ट क्यान्डल हुनु पऱ्यो, यो लाइनलाई नछोको। यो कन्डिसन पार गरिसकेपछि यो अलर्ट क्यान्डल ए क्यान्डल भयो। त्यसपछि बी क्यान्डल भनेको चाहिँ ब्रेकर, बी मिन्स ब्रेकर। यो ब्रेकरले चाहिँ अलर्ट क्यान्डललाई ब्रेक गर्छ अपोजिट साइडमा। यहाँनिर ब्रेक गर्ने बित्तिकै कलर चेन्ज हुन्छ। सेलमा पर्पल कलर आउँछ, बाईमा ब्लू कलर आउँछ। अहिले चाहिँ मैले सेलको कुरा गरेँ। जब यो पर्पल कलर आउँछ, यो ब्रेकर क्यान्डल हो भनेर बुझ्नु। अनि यो पर्पल आउने बित्तिकै यो सेलको पोजिसन बन्यो भनेर बुझ्ने। अनि त्यस पछाडि यसलाई जब ब्रेक यो क्यान्डललाई क्लोज गरेर अर्कोले क्रस ओभर गरेर अनि कन्टिन्यू जान्छ, त्यो सी क्यान्डल भयो। सी मिन्स क्लोज, क्रस ओभर एन्ड कन्टिन्यू क्यान्डल। अनि त्यो क्रस ओभर गरेर कन्टिन्यू हुने बेलामा थोरै अगाडि बढ्ने बित्तिकै हामी यहाँ एन्ट्री लिने। र एन्ट्री लिनुभयो भने हेर्नुहोस् त, यहाँ एन्ट्री लियो भने कमसेकम यहाँसम्म तल आयो। अब यो चाहिँ ट्रेन्डको अपोजिट बनेको भएर यस्तो केसमा चाहिँ होइन 200 EMA को माथि सिग्नल बनेको कारणले गर्दाखेरि यस्तो केसमा चाहिँ 1:1 1:2 1:3 मा हामी एक्जिट गरिदिने है। किनभने अप ट्रेन्डमा जहिले पनि मार्केट अप जाने हुन्छ, त्यसकारण सेल पोजिसन थोरै रिस्की हुन्छ है। त्यसकारण थोरै लड लिने, थोरै टार्गेट मात्र लिने। त्यस पछाडि अर्को अप ट्रेन्डमा चाहिँ छ हामी। अब बाईको सिग्नल आयो, बाईको सिग्नल चाहिँ सेम त्यसको अपोजिट हुन्छ। मार्केटले त्यो ब्ल्याक हर्स लाइनलाई छुँदै आउँछ। जब अन्तिममा आएर यहाँ छुन छोड्छ, त्यो अन्तिममा होइन दुईवटा क्यान्डलले छोएन भने पनि त्यो लास्टको क्यान्डल चाहिँ अलर्ट हुन्छ। यसमा चाहिँ एउटै मात्र बनेको छ, यहाँ छोएको छैन। यो यसलाई तपाईँले जुम गरेर हेर्नुभयो भने यो छोएको छैन। यो छोयो भने यो कलर आउँदैन होइन, अटोमेटिक आउने हो। यो कलर लास्ट क्यान्डलले यसलाई छोएको छैन। र यसमा चाहिँ यो चाहिँ ग्रिन क्यान्डल हुनुपर्छ बाईको लागि, ग्रिन क्यान्डलै भयो। तर यसमा रिभर्सल क्यान्डलको साइन चाहिँ स्पष्ट भएको छैन, त्यो स्पष्ट आउनुपर्छ। यहाँ पनि त्यति स्पष्ट छैन होइन। यो सुटिङ स्टार टाइपको छ, तर स्पष्ट छैन। यसको बडी एकदम लामो छ, टेल ठिकै हो होइन। डोजी, ग्राभिस्टोन डोजी या होइन मारुबुजु, यस्तै अनेक कुनै पनि रिभर्सल साइन आउन सक्छ। मारुबुजु आउन पनि सक्छ, इन्गल्फिङ आउन सक्छ, डोजी आउन सक्छ। डोजीमा ग्राभिस्टोन डोजी
या ड्रागन फ्लाई डोजी होइन यस्तो आउन सक्छ, या स्पिनिङ टप आउन सक्छ होइन। यस्तो साइनहरू आयो र त्यसको कलर बाईको लागि ग्रिन कलर हुनु पऱ्यो, सेलको लागि रेड कलर हुनु पऱ्यो र अलर्ट क्यान्डल भन्नु पऱ्यो। र यहाँनिर बाईमा यो लास्ट क्यान्डलले यसलाई टच गरेन, यो अलर्ट क्यान्डल भयो। अलर्ट क्यान्डल बनेको थाहा नपाउन नि सक्छ यदि यो लाइनलाई हामीले चेक गरेन भने, तर कलर आएपछि हामी थाहा पाउँछौँ यो अलर्ट क्यान्डल बनेको रहेछ भनेर। अर्को ब्रेकर क्यान्डल आएपछि चाहिँ हामी थाहा पाउँछ कलर चेन्ज हुन्छ। र यो ब्रेकर क्यान्डल आएपछि चाहिँ रेडी हुने, जब यो ब्रेकर क्यान्डललाई पनि नेक्स्ट क्यान्डलले क्रस गरेर क्लोज गर्छ हामी इन्ट्री लिने। तर यहाँनिर चाहिँ हेर्नुहोस् त यो चाहिँ इन्भ्यालिडेट भयो, किनभने यसलाई क्रस गरेर कन्टिन्यू जानुपर्ने, यसको यहाँदेखि मासतिर जानुपर्ने, यसको यो क्यान्डलको क्लोजिङबाट स्टार्ट हुनुपर्ने, यसको त ओपनतिरबाट क्लोज भएको छ, त्यस कारण यो इन्भ्यालिडेट भएको छ। त्यसपछि फेरि त्यो टु बी कन्टिन्यू जुन क्यान्डल छ त्यो क्यान्डलको पनि क्लोजिङ पछाडि नेक्स्ट क्यान्डल क्रस ओभर कन्टिन्यू गर्नुपर्ने, यो अपोजिट आयो। यो अपोजिट आयो भने यसमा पनि इन्भ्यालिडेट हुन्छ। यो जब यो अपोजिट आउँछ इन्भ्यालिडेट हुन्छ, त्यसकारण यो चिजलाई ध्यान दिएर इन्भ्यालिडेट भयो भने ट्रेड नलिनु होला। हेर्नुहोस् त लिनुभएको थियो भने तपाईँको एसएल हिट भयो। हामीले यहाँ बिड गऱ्यो भने प्रिभ्यू क्यान्डलको थोरै बाहिर हामी एसएल राख्छौँ, अब एसएल ठ्याक्कैले हिट गर्यो, फेरि मासतिरै गएको छ हेर्नुहोस्। त्यसकारण कि त तपाईँले अलिकति एसएल अलि नडराइकन ठुलो राख्नु पऱ्यो होइन। यहाँ छन् 500-600को बिचमा तपाईँले राख्नु सक्नु पऱ्यो। जस्तै यहाँनिर तपाईँले 500 बराबरको राख्नुभयो भने चाहिँ एसएल जान्थेन, तर सानो सानो राख्नु भने चाहिँ जान्थ्यो। र मार्केटले जहिले पनि के गर्छ, दिनुभन्दा अगाडि तपाईँलाई तर्साउँछ क्या। अब यहाँ माथि यसले दिन लगाइरहेछ होइन, दिनुभन्दा अगाडि तपाईँले यो मार्केट त अपोजिट उल्टो जानु लाग्यो भने तपाईँले तर्सार्छ, यहाँ निकालिदिन्छ कि तपाईँलाई एसएल गराउँछ। यस्तोमा मुटु अलिक दर्रो गरेर ट्रेड गर्न सक्नु पऱ्यो। यो भयो भने चाहिँ साँच्चीकै हामीले ट्रेड राम्रोसँग गर्न सक्छौँ। र अहिलेलाई चाहिँ यो फेरि यो सर्ट टेन टाइमको लागि चाहिँ सेल पोजिसन बन्ला जस्तो छ। यसो कलर चेन्ज हुनसक्छ, अझै 5 मिनट बाँकी छ, हेर्नु होला। हेर्नुहोस् त साथीहरू यो इन्भ्यालिडेट भयो, तर यहाँ राम्रोसँग हेर्नुहोस् मैले अग्रिम जुन एउटा लाइन लगाएको थिएँ ठ्याक्कै त्यो लाइनमा पुग्यो। यो सेक्रेट यहाँसम्म मार्केट पुग्छ भनेर हामीलाई पहिल्यै थाहा भयो भने यहाँनिर कतै बाई गरेर यहाँनिर बेच्ने भनेर हामीले टार्गेट लिन सकिन्छ। त्यो एनएक्स ब्ल्याक हर्स ब्रह्मास्त्र सफ्टवेयरमा 3 सेक्रेट छ, त्यो सेक्रेट्सको टुल्स हो त्यो। तपाईँहरूले यो सफ्टवेयर लिनुभयो भने हामी त्यो सेक्रेट तपाईँलाई बताउनेछौँ। LNGT5 यहाँनिर, र त्यसपछि मैले यहाँ पनि तल राखेको थिएँ होइन, LNGT5 मिल्यो होइन। त्यो 5 मिनटको के अरे त्यो लिजेन्ड चार्ट अनुसार मैले जुन यहाँ बनाएको थिएँ त्यो लगभग यसको आसपास आएर मार्केट यहाँदेखि आएर होइन, मैले यहाँदेखि बनाएको थिएँ त्यो यहाँ र यहाँबाट बनाएको थिएँ यही चार्टको क्यान्डलको आधारमा। त्यस पछाडि मैले यो हाम्रो ट्रेडिङको ग्रुपमा पनि यो कहिलेकाहीँ पोस्ट गर्ने गर्छु होइन। यो चार्ट यतिदेखि जस्तो यहाँ 70,050बाट 71,300सम्मको मैले मार्क गरेको थिएँ। ठ्याक्कै यहाँको नजिक आएर फेरि ठ्याक्कै त्यहाँ पुगेर मार्केट फर्केको छ। अब यस पछाडि फेरि म अर्को रिसर्च गरेर त्यसपछि तल जान्छ या माथि जान्छ, अथवा माथि गयो भने कहाँसम्म जान्छ, तल गयो भने कहाँसम्म जान्छ, त्यो चिज म तपाईँहरूलाई बताउने छु। तर यो सबै चिज चाहिँ तपाईँहरूलाई अघिल्लो भिडियोमा हामीले बताइसकेको छु कि बाई 1 गेट 3 भनेर। यसमा एउटा कोर्स फ्रीमा पाउनुहुन्छ अनि एउटा अर्को सफ्टवेयर, यो दुईटा मध्येमा एउटा फ्री पाउनुहुन्छ। एउटाको मात्र हामीले $3,000मा $1,000 मात्र प्राइस हामीले राखेका छौँ होइन। यदि तपाईँहरू पनि यसरी फिक्स मार्केट कहाँबाट कहाँसम्म जान्छ त्यो फिक्स थाहा पाएर बिड गर्ने भयो भने प्रफिट राम्रो हुन्छ। त्यसकारण तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। टेलिग्रामको लिङ्क तल डिस्क्रिप्सनमा राखिदिएको छौँ, त्यहाँबाट मेसेज गर्न सक्नुहुन्छ। साथमा तपाईँले यो वाट्सएपमा पनि हामीलाई, अथवा टेलिग्राममा, अथवा यहीँ पनि कमेन्टमा
आफ्नो म्यासेज राख्न सक्नुहुन्छ। त यति भन्दै साथीहरू, मार्केट मैले अघि नै भनेको थिएँ, यहाँ इनकेस सेल पोजिसन आयो, त्यो इन्भ्यालिडेट भयो र भने अघिल्लो सिग्नल अनुसार नै जाने, जस्तो कि यो इन्भ्यालिडेट भयो, अर्को सिग्नल आयो र यो सिग्नल आइसकेपछि मैले अघि नै भने यदि यो यसरी बिग क्यान्डल गयो भने चाहिँ यसको नेक्स्ट क्यान्डलमा हामी बाई लिने। अब यहाँबाट यहाँसम्म हामी बाई लिन सक्छौँ होइन। एकदम यो स्क्याल्पिङ भनेको यति नै हो, 1:1, 1:2, 1:3 मा हामी एचिभ गर्न लिने। लगभग अब यो स्टाइलले गयो भने हेर्नुहोस् त लस हुने चान्सेस कहाँ छ त, कहीँ पनि भएन होइन। त्यसमध्येमा एउटा सेक्रेट यो हो LNGT5, त्यसपछि अर्को सेक्रेट ट्रेन्ड लाइन हो, यो चाहिँ मैले बताइराखेको छु। यसलाई कसरी सेट गर्ने त्यो पनि हामी कोर्समा पनि सिकाउँछौँ, यो अगाडि भिडियोहरू हेर्नु होला, त्यहाँ पनि मैले बताएकै छु होइन। यो सबै चिज मिलाएर साथीहरू पैसा कमाउन सकिन्छ। महिनामा 40-50 हजार, 1-1.5 लाख रुपियाँ अथवा 4-5 लाख रुपियाँ तपाईँको लगानीको आधारमा घरै बसेर कमाउन सक्नुहुन्छ। तर खोलामा ठुलो भेलमा तपाईँ छिर्नुभन्दा अगाडि यो भेल कतिको गहिरो छ, कतिको स्ट्रङ छ भनेर नाप्नको लागि जसरी तपाईँले लौरो एउटा स्टिकको सहारा लिएर अनुमान गरेर अनि बल्ल तपाईँ त्यो भेलमा छिर्ने कि नछिर्ने थाहा भए जस्तै यो मार्केटमा छिर्नको लागि पनि तपाईँहरूलाई त्यो अनुमान दिने एउटा इन्डिकेटर हो, त्यो सफ्टवेयर हो होइन। यो बिना तपाईँ हावामा जानुहुन्छ भने तपाईँले जिन्दगीभरि यहाँ लसै मात्र गरिरहनुहुन्छ। त्यस कारण यदि तपाईँ प्रफिट कमाउन चाहनुहुन्छ महिनामा 40-50 हजार, 1-1.5 लाख रुपियाँ होइन, 5-7 लाख रुपियाँ कमाउन गाह्रो छैन। यो हेर्नुहोस् न, यहाँबाट यहाँसम्म जान्छ फिक्स भनेर थाहा पाएपछि तपाईँलाई गाह्रो छ र? म यही नै भन्छु होइन। यो हामी कोर्समा मात्र सिकाउँछ, यो सेक्रेट नै हो र यसमा मैले भनिहालेँ, यसमा लगभग 12-14 वर्ष हामीले समय बिताइसकेका छौँ। त्यसको कमाइ हो यो होइन। यो कमाइ यसमा हामीले पनि अब धेरै होइन, मैले 70-80 लाख रुपियाँ यसमा खर्च गरिसकेको छु। विभिन्न कोर्सदेखि लिएर होइन, ट्रायलदेखि लिएर, टुल्सहरूदेखि लिएर होइन, यो सबै चिजको फी तिर्नुपर्छ हामीले। यो सबै कोर्सहरूको हामीले पनि पैसा तिरेरै गरेका हौँ र त्यसैबाट प्राप्त ज्ञान हो यो। र हामीले पनि आफ्नो जिम्मेवारी, आफ्नो फ्यामिली होइन, सबै चिज पाल्नुपर्छ। ऋण सापटी गरेर हामीले यो कामहरू गरेर चाहिँ त्यो खाल्टो तिर्नुपर्छ। त्यसकारण निशुल्कमा पनि दिएका छौँ, 3टा मध्येमा 2टा निशुल्क दिएका छौँ, एउटामा त हामीले आफ्नो दुःखको मोल पक्कै पनि पाउनुपर्छ होला साथीहरू। तपाईँहरूलाई यदि यो राम्रो लाग्यो हो जस्तो लाग्छ भने र जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने यो सफ्टवेयर अवश्य लिनु होला। र यो ट्रेडिङ काम कस्तो हो भने साथीहरू, यो काममा तपाईँलाई न त घाममा डढ्नुपर्छ, न पानीमा भिज्नुपर्छ, न त हावाहुरीमा निस्किनुपर्छ, न त तपाईँ 9 to 5 जबको झमेलामा दौडिनुपर्छ, न त तपाईँलाई नेपाल बन्दले छुन्छ, न त कुनै स्ट्राइकले, न त कुनै आन्दोलनले होइन, केहीले पनि छुँदैन। यस्तो आनन्दको बिजनेस छ यो। थोरै दिमाग चाहिँ चल्नुपर्छ, चलाउनुपर्छ। त्यस पछाडि अर्को तपाईँले चाहिने भनेको एउटा डिभाइस हो, ल्यापटप या मोबाइल, सकभर ल्यापटपै लिनुहोस्। त्यसपछि इन्टरनेट एउटा चाहियो, त्यसपछि इलेक्ट्रिसिटी पावर, बत्ती गइरहन्छ भने एउटा इन्भर्टर होइन, अनि एउटा मोबाइल, अनि मोबाइलमा डाटा होइन। बत्ती गयो भने डाटाबाट त्यसलाई बाइ सेल गर्नुपर्ने हुन्छ। यति चिज राखेर तपाईँ गर्नुहोस्, न त तपाईँले बजारमा मार्केटिङ गरेर हिँड्नुपर्छ कि मेरो सामान किन्दै 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 होइन, र किनि नै हाल्यो भने पनि यसो पैसा कहिले दिन्छस्, आइज आइज, आज आइज, भोलि आइज, पर्सि आइज, तपाईँलाई हैरान बनाउँछ। यो केही पनि हैरान हुँदैन यहाँ। र यहाँनिर मार्क गरेको छ ठ्याक्कै स्क्याल्पिङ गर्ने हामी होइन, थोरै थोरै गरेर पनि एकदिन धेरै हुन्छ। एकैचोटि ठुलो कमाउँछ भन्दा त्यही थोरै पनि घुम्छ होइन। स्क्याल्पिङको सिद्धान्त चाहिँ त्यो हो, थोरै थोरै लिने, निस्किने। आज एक थोपा, भोलि एक थोपा, पर्सि एक थोपा गर्दै गर्दै एक दिन गाग्री भरिन्छ नि त। स्क्याल्पिङको सिद्धान्त त्यो हो, त्यसरी जाउँ। अब कहिलेकाहीँ ठुलो लोभ गर्दाखेरिमा ठुलो पाउन आश गर्नु, त्यही सानो पनि पाउँदैन। त्यस कारण स्क्याल्पिङ नै गरौँ भन्छु म चाहिँ होइन, इन्ट्राडे गरौँ होइन। र इन्ट्राडेमा बिहान गर्ने, बेलुकासम्म हामी एक्जिट भइसक्ने हो र भोलिको लागि फेरि भोलि नै तयारी हुन्छ। यसरी गर्न सक्यो भने मार्केट जहाँसुकै पुगोस् होइन, बेसरी ठुलो आओस् कि एकदमै मार्केट पुरै क्रास आओस् कि हामीलाई केही फरक पर्दैन स्क्याल्पिङ गर्ने साथीहरूलाई। त यही सिक्रेट तपाईँहरूसँग सेयरिङ गर्दै यो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। थ्याङ्क सो मच, नमस्ते। अवश्य पनि सफल हुन होला, समृद्धिशाली हुन होला सफ्टवेयरको सहाराले, किनकि अबको युग टेक्नोलोजीको हो र धेरैचोटि भनिसकेको छु। हिजोको दिनमा काठमाडौँसम्म आइपुग्नलाई मान्छेलाई 1 महिना पनि लाग्थ्यो, हप्ता दिन लाग्थ्यो, 4-5 दिन लाग्थ्यो, हिँडेर आउनु पर्थ्यो। आज आविष्कार भयो यातायातको, त्यसकारण 24 घन्टामा, 5 घन्टामा, 4 घन्टामा तपाईँ काठमाडौँ आइसक्नुहुन्छ। त्यो केले परिवर्तन गरायो? टेक्नोलोजीले। त्यस्तै गरेर दिनभरि
दिनभरि लाएर जोत्ने खेतहरूलाई अहिले हामी आधा घन्टा 1 घन्टामा सर जोतिदिन्छ। त्यो केले त आविष्कारले, ट्र्याक्टरको आविष्कारले, कृषिको आविष्कारले। त्यसै गरेर आम्दानी गर्नेको पनि एउटा टेक्नोलोजी आइसकेको छ, त्यो भनेको ट्रेडिङ हो। तर हामीलाई अहिले पनि राम्रोसँग पढाउ आऊ, राम्रो जागिर पाऊ होइन, जागिरमै अल्झाइरहेको छ। तर जागिरको अर्थ जागिर एउटा भर्याङ मात्र हो, नत्र त त्यसको अर्थ त जा अनि गिर हो, सधैँभरि अरूलाई उठाउने मात्र हो, आफू त जहिले नै लडे। त्यस कारण आफू उठ्ने हो भने नाङ्लो पसल थाप्ने पनि उठ्छ, किनभने उसले आफ्नो काम गर्छ। जसले आफ्नो काम गर्छ ऊ सधैँ माथि उठ्छ र आफ्नो काम गर्ने नै ओनर हो, मालिक हो। तपाईँ मालिक बन्नुहोस्, यो ट्रेडिङ चलाउनुहोस्, आफ्नो बनाउनुहोस् र घरै बसेर मजाले आरामले टेक्नोलोजीमा पैसा कमाउनुहोस्। नबुझेको हामी छँदैछौँ सम्झाउन, सहयोग गर्नलाई। र यो सब्सिडी लिन चाहनुहुन्छ भने म्यासेज गर्नुहोला। जय समृद्धि।